सबैजनालाई नमस्कार। यति बेला म छु इजरायलमा यति बेला लोकल समय 9 बजेर बोकेर तोब 9 बजेर 40 मिनट गएको छ बिहानको ठिक। तपाईँ देख्न सक्नुहुन्छ यो मेरो कम्पनीको दृश्य हो। तपाईलाई ब्याकग्राउन्डमा तलपट्टि देखाइरहेको छु। घाम चर्को देखिन्छ। इक्वेटर लाइनबाट अलिकति नजिक पर्ने भएको हुनाले यहाँ चर्को देखिन्छ घाम। र सम्पूर्ण तपाईँ साथीभाइहरूलाई चासोको विषय पनि होला। यति बेला युद्ध धमाधम चलिरहेको अवस्थामा 1 महिनाभन्दा बढी गइसक्यो र कस्तो होला इजरायल, के होला, नेपालीहरू कतिको सुरक्षित हुनुहुन्छ भन्ने कुराको चासो पनि सम्पूर्णलाई बढ्ने अथवा हुने कुरा स्वाभाविकै हो। म कम्पनीबाट यति बेला बाहिर निस्किँदैछु। एक्जिट गेट दबाएर गेट खुल्यो र म बाहिर निस्केँ। इजरायलमा हुनुहुने सम्पूर्ण नेपालीहरू, हामी सम्पूर्ण विदेशी कामदारहरू त सुरक्षित नै छौँ। लगायत अन्य खाडी मुलुकमा हुनेहरूलाई अलिकति समस्या देखियो। हाम्रो यहाँ चाहिँ सुरक्षित बङ्कर सेटलको व्यवस्था भएको हुनाले पूर्ण रूपमा हामी सुरक्षित रहन सक्छौँ। जति बेला इन्स्ट्रक्सनहरू आउँछ मोबाइलमा, त्यसपछि साइरन बज्छ, त्यति बेला हामी बङ्कर सेटलमा छिर्न सक्यौँ भने हामी पूर्ण रूपमा सुरक्षित रहन सक्छौँ भन्ने कुराको जानकारी पनि तपाईँहरूलाई मैले गराउन चाहेँ। म हिँड्दैछु। त्यो बेला कम्पनीबाट बाहिर निस्केँ। आज शनिबार पनि हो। सुपरमार्केटहरू सबै बन्द छ। गाडीहरू पार्किङ छ। हिँड्दै गरौँ। किन? म आउँदैछु त। मलाई यहाँ साथीहरू कुरिरहनु भएको रहेछ अलिकति अगाडि। भाइले कहाँ गयो दाइ भनेर होला। म हिँड्दैछु अलिकति। यहाँ इजरायलको दृश्य देखाउँ, नेपाली सम्पूर्ण साथीहरू, दाजुभाइ, दिदीबहिनी तथा आमा बुवाहरूलाई देखाउँ भनेर। ल हेर्नु, बाटो सुनसान हुन्छ। शनिबार, यहाँ शुक्रबार र शनिबार 2 दिन बिदा हुने सिस्टम छ इजरायलमा। र शुक्रबार 2 बजेपछि सम्पूर्ण सुपरमार्केटहरू नै बन्द रहन्छ। सरकारी सम्पूर्ण कार्यालयहरू बन्द रहन्छन्। यतापट्टि हाम्रो कम्पनीको साइडमा वकिङ स्ट्रिट देख्न सक्नुहुन्छ। यो फुल हामीले काँडे फुल भन्छौँ नेपालतिर। यो पनि देख्न सक्नुहुन्छ। लट्ट रम्मै फुलेको अवस्था छ। आज त्यति चर्को घाम नलागेको अवस्था छ। हल्का तुवालो पनि लागेको देख्न सकिन्छ। सानो पुलिस बिट, हामी प्रहरी टुकुडी भनेर भन्छौँ। पुलिस बिट हामीले यहाँ देख्न सक्छौँ। र यो बाटो हाम्रो कम्पनीको नजिकै रहेको। यो नेपालको लगभग क्षेत्रहरूको कम्पेरिजन गर्नुपर्दा यो चाहिँ इजरायलको ठाउँ भए पनि म चाहिँ विशेष गरी चितवनको माडीबाट प्रतिनिधित्व गर्ने भएको हुनाले हाम्रो चितवन जिल्लाको माडी क्षेत्र जस्तै हो। यो इजरायलको विकट तथा दुर्गम क्षेत्रमध्ये पर्ने ठाउँ हो। यो अब गाउँ हो, यसलाई विकटै भन्न त मिल्दैन। सबै फेसिलिटीहरू छ, सबै सुविधा छ, तर यो अलिकति भित्रपट्टि पर्छ। यहाँ चाहिँ अलिकति ठुलो अफिसहरू, त्यस्तो फ्याक्ट्रीहरू भनेको अथवा केही भनेको त्यस्तो कुराहरू केही पनि छैन। देख्न सक्नुहुन्न अलिकति ठुलो बिल्डिङ भनेको चाहिँ हाम्रै कम्पनी है। मैले देखाइसकेँ तपाईँहरूलाई। त्यो छ घरहरूपट्टि जाने बाटोहरूमा यस्तो गरेर वालहरू लगाएको देख्न सकिन्छ। त्यस्तो छ। र इजरायल यति बेला शान्त छ। कति बेला मिसाइलहरू एट्याक हुने हो, ड्रोन एट्याक हुने हो, हामीलाई त जानकारी हुँदैन। तर यहाँको सुरक्षा व्यवस्था वायुसेना, एयरफोर्सलाई चाहिँ पूर्ण रूपमा जानकारी प्राप्त हुन्छ र त्यसै अनुरूप हाम्रो मोबाइलमा अलर्ट पनि पाउन सक्नुहुन्छ। र जसले इजरायलको सिम प्रयोग गर्नुभएको छ उहाँहरूकोमा अनिवार्य अलर्ट आउँछ। र अलर्ट आएको समयदेखि 5 मिनटभित्रसम्म साइरन बज्न सक्छ। साइरनको आवाज चर्को हुन्छ। जतासुकैबाट पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ। यो भित्र छिर्ने बाटो हो। र त्यो आवाज आइसकेपछि तपाईँहरू तुरुन्त बङ्कर सेटलमा, तपाईँहरू सबैजना भनौँ न, विशेष गरी हामीहरू यहाँ बस्नेहरू तुरुन्त बङ्कर सेटलभित्र जानुपर्ने हुन्छ। र त्यति गर्दा पनि, साइरन बज्दा पनि व्यवस्था गर्नेहरू वास्ता नगर्ने, केही हुँदैन भनेर केयरलेस गर्नेहरूलाई चाहिँ जे पनि हुनसक्छ, जहाँ पनि खस्न सक्छ। हामीलाई थाहा हुने कुरो त भएन। माथिबाट आउने हो, अननोन आउने हो, कुनै टार्गेटेड हुन्छ, कुनै अननोन हुन्छ। ड्रोनहरू विशेष गरी सेन्सरवाला हुनसक्छ। जहाँनिर मान्छेहरू छ त्यहाँनिर एट्याक गर्ने
खालको हुनसक्छ। त्यो कुराहरू चाहिँ हामीलाई पूर्ण रूपमा जानकारी नहुने भएको हुनाले हामी सुरक्षित ठाउँमा जानुपर्ने हुन्छ। आज शनिबार यहाँको चर्च देख्न सक्नुहुन्छ, इजरायलको चर्च। यो फेरि क्रिस्चियनिटीसँग सम्बन्धित होइन, यो क्रिस्चियन र यहुदी जस्तै हामी जिउजइजम, क्रिस्चियनिटी र जिउजइजम चाहिँ कम्प्लिट दुईवटा ध्रुव हो। कम्प्लिट यिनीहरूको कति पनि कुरा मिल्दैन। यो चर्च आधा बाहिरबाट चाहिँ यहाँ बन्द देख्न सकिन्छ, मेन गेट चाहिँ बन्द छ, सायद पछाडिबाट चाहिँ प्रेयरको काम चलिरहेको होला भित्रपट्टि। चर्च यो सानो हो, गाउँको भएको भएर अलि सिटी एरियामा त ठुल्ठुलो बनाइएको हुन्छ। सिधै म राउन्डबाट आइसकेँ यति बेला। हेर्नु साथीहरू, इजरायलको दृश्य मैले तपाईँलाई देखाइरहेको छु। ल राउन्डबोर्डमा आइपुग्यो, चर्चभित्र प्रेयर चलिरहेको रहेछ। बल्ल यो झ्यालबाट मैले आवाज पनि सुने, प्रेयरको महसुस गरियो। विश्वको सबैभन्दा पुरानो मानिने धर्ममध्ये यहुदी जिउजइजम पनि एक हो, जुन हाम्रो वैदिक सनातनभन्दा चाहिँ अलिक पछाडि नै हो कि जस्तो मलाई लाग्छ। तर यहाँको हाम्रो कम्पनीको म्यानेजर यहाँको लोकल मान्छेहरूलाई सोद्धाखेरि समबडी सेज द्याट, समबडी सेज दिस भन्ने कुरा गर्छ उसले। म चाहिँ नजिकैको एउटा यो चिल्ड्रेन पार्कमा आइपुगेको छु। यहाँको दृश्य यस्तो छ। अहिले लेन्स क्वालिटी राम्रो नभएको हुनाले भाइब्रेसन अथवा हिँडेको पनि हल्लिन सक्छ। एकजना रनिङ गर्दै हुनुहुन्छ यति बेला पनि बाटोमा। चिल्ड्रेन पार्क हो यो सानो हो गाउँको, तैपनि यो यहाँनिर हेर्दाखेरि चाहिँ ठुलै देखिन्छ। साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ र राउन्ड बोर्ड त्यहाँदेखि हामी हिँड्दै यतादेखि यहाँबाट यता आइसक्यौँ। ल यो देख्नुभयो दृश्य, इजरायलको दृश्य। यति बेला इजरायल शान्त छ, जबकि मिसाइल र ड्रोन एट्याकहरू चाहिँ प्रायः जसो बेलुका अथवा रातिको टाइममा हुने गर्छ। र दिउँसो नै नहोला भन्न त सकिँदैन, तर बाहिर आफैमा हिँड्नु असुरक्षित मानिन्छ, जहाँ कि वारको कुनै पिस्टक भएको छैन र सिज फायर पनि घोषणा नभएको अवस्थामा हामी यसरी बाहिर हिँड्नु असुरक्षित हुन्छ। सम्पूर्णलाई जानकारीको लागि यो भिडियो मैले रेकर्ड गरेँ। र बङ्कर कस्तो हुन्छ र बङ्करमा कसरी सुरक्षित हुन्छौँ भन्ने कुराको जानकारी म तपाईँलाई अर्को भिडियो मार्फत जानकारी गराउने नै छु। अर्को भिडियोको पनि प्रतीक्षामा रहनुहोला। तपाईँहरू सम्पूर्णलाई जानकारी गराएँ। र बाटोको यो दृश्य ल हेर्नुहोस्, गाउँको एउटा गाउँ जहाँ कि मान्छेको 4500 हाराहारीमा चाहिँ मानव सङ्ख्या अथवा बस्ती रहेको छ भनेर इन्टरनेटमा प्राप्त गर्न सक्नुहुन्छ। यो इजरायलको लेहाभिम भन्ने ठाउँदेखि तपाईँहरूले जानकारी गराएँ। हस् त, धन्यवाद, शुभ दिन, नमस्कार।